जब बिस्तारै बिस्तारो गर्दा गर्दै धेरै हिँड्दा हिँड्दै जब वहाँ द्वारिकामा जब पुग्नुहुन्छ, पुग्ने बित्तिकै आश्चर्य चकित हुनुभयो। यति ठुला ठुला भवन छन् यहाँ। ओहो, मेरो कृष्ण त ठुलो व्यक्ति भएछ। अब मलाई चिन्छन् कि चिन्दैनन्, म कसरी छु भनेर बार बार मनमा खुलदुली मच्न थाल्यो। हरे कृष्ण हरे कृष्ण हरे कृष्ण। मेरो कृष्णले मलाई चिन्छन् कि चिन्दैनन्। कतरो क्यारेक्टरमा भइसक्यो जस्तो लाग्यो। अब द्वारिकावासीले सुदामालाई देख्ने बित्तिकै आश्चर्यचकित भए। यस्तो प्रकारको व्यक्ति त आजसम्म हामीले देखेका थिएनौँ। यो को कहाँदेखि आयो? सुदामा जी जब द्वारिकाको मुख्य भवनमा पुग्नुहुन्छ, द्वारपालले भन्न थाले, अरे तिमी को, कहाँदेखि आयो? सुदामा भन्नुहुन्छ, म सुदामा हो, म ब्राह्मण हो। अरे अरे अरे, एक आपसमा चर्चा गर्दा थाहा छ, यस्तो ब्राह्मण त हामीले देखेका थियौँ। न त शिरमा कुनै पगडी छ, हेरे हेरे यसको लुगा वस्त्र अनेक स्थानदेखि फाटेको छ। अरे अरे, खुट्टामा त हेर, खुट्टामा कुनै प्रकारको खड्याउ पनि छैन। यस्तो प्रकारको व्यक्ति हाम्रो द्वारिकाको त हुन सक्दैन। अरे अरे, भन भन, तिमी कहाँको, कहाँदेखि आयो? सुदामाजीले भन्नुहुन्छ, हो म यहाँको होइन, मेरो घर यहाँ होइन, धेरै टाढादेखि म आएको। अच्छा, कसलाई भेट्न भनेर आएका यहाँ भनेर भन्दा, म कृष्णलाई भेट्न भनेर आएको। ती द्वारपाल हाँस्न थाल्छन्। अरे 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 अरे, को कृष्ण भन्दा, मेरो सखा कृष्ण। आजसम्म हाम्रो स्वामीको नाम यसरी कसैले लिएको थिएन। यो को भन्दा, अरे अरे, हाम्रो स्वामीको नाम यसरी नाम लिन लाज लाग्दैन? अच्छा, तिमीहरूको स्वामीको नाम त्यसो भए कसरी लिनुपर्छ त? अरे श्री 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 1008 श्री राजाधिराज महाराज द्वारकाधीश भगवान श्री कृष्ण, यसरी लिनुपर्छ हाम्रो स्वामीको नाम। अच्छा, मेरो बाल्यकालको साथी आज यति ठुलो भए, नामको अगाडि यति सम्बोधन श्री लाग्न थाल्यो। ओहो, पक्कै पनि मलाई ग्रहण गर्दैनन् भनेर मनमा नै सुदामाजीले सोच्न थाल्नुभयो। अच्छा अच्छा, बताऊ, अच्छा तिम्रो नाम के हो भनेर द्वारपालले सोध्न थाल्यो। सुदामाले भन्नुहुन्छ, अब म के भनौँ, मेरो नाम त सुदामा हो। अब एक आपसमा चर्चा हुँदै गर्छ। एक आपसमा यो कहाँदेखि आएको, को हो? अच्छा, यहाँ कृष्णसँग के सम्बन्ध छ, प्रभुसँग के सम्बन्ध छ भन्दा, प्रभुसँग उहाँ त मेरो सखा हुनुहुन्छ, मित्र हुनुहुन्छ। ओहो, जे भए पनि एकपल्ट गएर द्वारिकाधीशलाई सूचना गर्नुपर्दछ भनेर एउटा द्वारपाल आएर प्रभुको समीपमा आएर भन्न थाल्दछ, महाराज के जय हो। प्रभु, आज एउटा अलौकिक दृश्य द्वारमा भएको छ। अच्छा, के भयो? प्रभुले भन्नुभयो, के भयो बताऊ बताऊ भन्दा, प्रभुको एउटा व्यक्ति आइरहेछ। अच्छा, कस्तो व्यक्ति भन्दा, के भनौँ प्रभु, मलाई लाग्छ त्यो व्यक्ति द्वारिकाको होइन। अच्छा, कहाँको व्यक्ति हो त भन्दा, उसले स्थान पनि बताएनन्, बताउन चाहिँ, तर प्रभु कोही दरिद्र एकजना ब्राह्मण लाग्दैछ। कपडा पनि फाटेको छ, शिरमा कुनै प्रकारको पगडी आदि पनि छैन, चरणमा पादुका आदि पनि लगाएको छैन। एउटा दरिद्र ब्राह्मण लाग्छन् प्रभु। अच्छा, त्यसो भए के उनले केही नाम त भने होला भन्दा, हो प्रभु, उनले नाम भन्दै थिए। अच्छा, के भने बताऊ बताऊ, के हो त नाम उनको भन्दा, जब द्वारपालले प्रभु श्रीकृष्णको समीपमा बताउन थाले कि प्रभु, उसले भन्दै थिए कि यस्तै सुदामा भनेर भन्दै थिए। सुन्ने बित्तिकै
प्रभु एकदम विह्वल हुनुभयो। एकदम भाग्दै भाग्दै प्रभु जानुभयो। सुदामा 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 सुदामाको समीपमा गएर एकदम अँगालो मार्नुहुन्छ, हे मेरा सुदामा। गोरे गोर पालो कन्हैया से कहबो, अरे गोर पालो कन्हैया से कहबो, इधर पे सुदामा गरीब आ गया है, इधर पे सुदामा गरीब आ गया है। भटकते भटकते न जाने कहाँ से, भटकते भटकते न जाने कहाँ से, तुम्हारे महल के करीब आ गया है, तुम्हारे महल के करीब आ गया है। अरे द्वार पालो कन्हैया से कह दो, अरे द्वार पालो कन्हैया से कह दो, इधर पे सुदामा गरीब आ गया है, इधर पे सुदामा गरीब आ गया है। नसीब पे है पगड़ी, बदन पे है जामा, बता दो कन्हैया को नाम है सुदामा, बता दो कन्हैया को नाम है सुदामा। नसीब पे है पगड़ी, बदन पे है जामा, बता दो कन्हैया नाम है सुदामा। नसीब पे है पगड़ी, बदन पे है जामा, बता दो कन्हैया को नाम है सुदामा, बता दो कन्हैया को नाम है सुदामा। एक बार मोहन से जा करके कह दो, एक बार मोहन से जा करके कह दो, कि मिलने सखा बद नसीब हो गया है, कि मिलने सखा बद नसीब हो गया है। अरे द्वार पालो कन्हैया से कह दो, अरे द्वार पालो कन्हैया से कह दो, इधर पे सुदामा गरीब आ गया है, इधर पे सुदामा गरीब आ गया अब भगवान श्री कृष्णजीले सुदामालाई दिव्य आसनमा ल्याएर राख्नुहुन्छ। चरणमा जब आँखाले हेर्न थाल्नुहुन्छ, प्रभुले आँखाले अश्रुको धारा बगाउन थाल्नुहुन्छ। सुदामा, यो तिम्रो चरणमा के भयो? सुदामाको चरणमा खुनको धारा बगिरहेको थियो। अनेक प्रकारका काँडा आदि त्यहाँ भिजेका थिए। एक एक काँडा प्रभुले निकाल्न थाल्नुहुन्छ र रुक्मिणीलाई भन्नुहुन्छ, रुक्मिणी जाऊ बाहिर जल लिएर आऊ, पानी लिएर आऊ, छिटो छिटो। तुरन्तै रुक्मिणी महारानी भागेर जल लिएर आउनुभन्दा पहिले नै आफ्नो आँसुको धाराले नै सम्पूर्ण चरण धोइदिनुहुन्छ। सुनते ही दौड़े चले आए मोहन, लगाया गले से सुदामा को मोहन, है लगाया गले से सुदामा को मोहन। सुनते
मेहमान के साथ अजीबा गया है, ये मेहमान के साथ अजीबा गया है। अरे द्वार खोलो कन्हैया से कह दो, अरे द्वार खोलो कन्हैया से कह दो, इधर पे सुदामा गरीब आ गया है, इधर पे सुदामा गरीब आ गया है। घबराओ प्यारे जरा तुम सुदामा, न घबराओ प्यारे जरा तुम सुदामा, खुशी का समा तेरी करीब आ गया है, खुशी का समा तेरी करीब आ गया है। अरे द्वार खोलो कन्हैया से कह दो, अरे द्वार खोलो कन्हैया से कह दो, इधर पे सुदामा गरीब आ गया है, इधर पे सुदामा गरीब आ गया। सुदामा गरीब आ गया, कन्हैया कन्हैया गरीब आ गया। ब्रज की लताओं में श्याम उतारा प्रभुले आफ्नो अश्रुधाराले सम्पूर्ण चरण नै धोइदिनुहुन्छ। सुदामा बार बार मना गर्छन्। स्नान आदि गराएर जब दिव्य भोजन आदि गराउनुहुन्छ, दिव्य आसनमा बसाउनुहुन्छ, अब एक आपसमा एक एक चर्चा हुन थाल्दछ। गुरुकुलमा हुँदा के गरेका थियौँ भन्ने सम्पूर्ण प्रभुले बताउनुहुन्छ सुदामालाई। अरे सुदामा, तिमीलाई थाहा छ हामी गुरुकुलमा हुँदा एक दिन जङ्गलमा दाउरा लिन भनेर गएका थियौँ। सुन्ने बित्तिकै सुदामा लजाउन थाल्छन् त्यो घटनालाई। गुरुमाताले अलिकति चना दिनुभएको थियो। पानी परिरहेको अवस्था, भगवान पनि रुखमा चढ्नु भएको थियो, सुदामा पनि रुखमा चढेका थिए र दुईजना मिलेर खानु भनेर दिएको चना सुदामाले एक्लै त्यतिखेर खानुहुन्छ। प्रभुले सोध्नुहुन्छ, सुदामा खोइ त चना भनेर भन्दा प्रभु अघि सकिहाल्नु भनेर सुदामाले त्यतिखेर बताउनु भएको त्यो घटना सुन्ने बित्तिकै सुदामा धेरै लजाउन थाले। अब अच्छा सुदामा, यो बताऊ कि तिमीले विवाह गर्यौ कि गरेनौ? विवाह भयो भन्दा सुदामा मुस्कुराउन थाले। 4-4 सन्तान छन्, मैले विवाह गरेँ। अच्छा, त्यसो भए त भाउजूले पक्कै पनि केही न केही मेरो निमित्त पठाउनु भइरहेछ भन्दा सुदामाजी भन्नुहुन्छ, होइन होइन, केही सुशीलाले केही पनि पठाइन। सुदामाको मनमा हुन्छ, ओहो यो कनिका म कसरी दिउँ?
बार बार लुकाउने प्रयास गर्नुहुन्छ। तुरन्त प्रभुले एक हातले त्यो पोटलीलाई छिन्नुहुन्छ र त्यस पोटलीदेखि एक मुठी निकालेर स्वयं आफूले ग्रहण गर्नुहुन्छ। प्रसाद स्वरूप एक मुठी निकालेर ग्रहण गर्नुहुन्छ। अब जति रुक्मिणी आदि छन् सबैले त्यो दृश्य देखिरहेका हुन्छन्। एक मुठीमा नै त्रिभुवनको सम्पदा सुदामाजीलाई प्रदान गर्नुहुन्छ प्रभुले। अर्को मुठी निकाल्नुहुन्छ र खानै लाग्नु भएको थियो। तुरन्तै रुक्मिणीले हात समात्यो। प्रभु, यो सन्तको प्रसाद एक्लै तपाईँ ग्रहण गर्नुहुन्छ? अच्छा अच्छा, ठिक छ रुक्मिणी, ल्याऊ, सबैलाई बाँडेर खाऊ भनेर उहाँले प्रदान गर्नुहुन्छ। यता सुदामाजीसँग धेरै हँसी मजाक पनि हुन थाल्दछ। सुदामाजीले पनि सोध्नुहुन्छ, अच्छा अच्छा कृष्ण, यो बताऊ, अनि तिम्रो विवाह चाहिँ भयो कि भएन त भन्दा प्रभु मुस्कुराउन थाल्नुहुन्छ। अहिले भर्खर देवी आएकी थिइन् नि, ती देवी नै मेरी पत्नी हुन्, धर्मपत्नी हुन्। अनि अर्की चाहिँ को हुन् नि त भन्दा ती पनि मेरै पत्नी हुन्। अच्छा कृष्ण, दुईटा बिहे, प्रभु मुस्कुराउन थाल्नुहुन्छ। अच्छा अच्छा, ती अर्की चाहिँ को हुन् नि त भन्दा ती पनि मेरै पत्नी हुन्। अच्छा, मैले एकजनासँग विवाह गर्दा गृहस्थी चलाउन कति मलाई साह्रो भइरहेको थियो, कृष्ण तीनजनासँग भन्दा प्रभु मुस्कुराउन थाल्नुहुन्छ। सुदामा हाँस्न थाल्छन्। अरे यी अर्की चाहिँ को हुन् नि त भन्दा यी पनि मेरै पत्नी हुन्। हे भगवान, कतिजना छन् भन्दा यी सबै 8जना हुन् त भन्दा यी 8जना त हुन्, अरू पनि छन्। अब हे सुदामा, तिमी यहाँ आयौ तसर्थ सबैलाई म बोलाउँछु। एकपट्टिबाट तिमीले आशीर्वाद दिनु, आफै थाहा भइहाल्छ कति छ। अच्छा अच्छा, ठिक छ, बोलाऊ, त्यसो भए लाइन लगाऊ, म आशीर्वाद दिन तयार छु। अब 16,108 सबै लाइनमा लागे। सुदामाजीले आशीर्वाद दिन थाल्नुभयो। पछाडि त हेर्नु भएन, सौभाग्यवती भव भनेर आशीर्वाद दिनुभयो। ऊ यता साइडमा गइन्, उतापट्टि जामवती आइन्, सौभाग्यवती भव। उतादेखि फेरि कालिन्दी आइन्, सौभाग्यवती भव। फेरि मित्रबिन्दा आइन्, लक्ष्मणा आइन्, सेप्या आइन्। गर्दा गर्दै 8 पटरानीलाई सौभाग्यवती भव, सौभाग्यवती भव, सौभाग्यवती भव भनेर आशीर्वाद दिनुभयो। अर्को लाइन लाग्यो। अरे कृष्ण, यी को हुन् त भन्दा तपाईँ आशीर्वाद दिँदै जानु, बादमा थाहा पाउनुहुन्छ। अब सौभाग्यवती भव भन्दा भन्दै अब त मुखदेखि केवल भव 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 मात्र निस्किन थाल्यो। हात गलौ कृष्ण, म तपाईँको लीला म जान्दिनँ, कति छन् एकैचोटि अब बताउनु पर्यो र एक मुष्टामा म तपाईँलाई नै आशीर्वाद दिन्छु, किनभने जहाँसम्म मलाई लाग्यो म गर्न सक्दिनँ। प्रभुले बताउनु भयो 1-2 जना होइन, 16,108 जना छन्। सुदामा सुनेर शिरमा हात लगाउनुहुन्छ। हरे राम, प्रभु तपाईँको लीला तपाईँले जान्नुहुन्छ। एकै मुष्ट आशीर्वाद दिनुहुन्छ प्रभुलाई, सन्तको आशीर्वाद। प्रभुले शिर झुकाउनुहुन्छ। केही समय बसेर अब जब सुदामा जान लाग्नुहुन्छ, उठेर हे कृष्ण, अब मेरो पनि गृहस्थी छ, धेरै दिन भयो, सुशीला पनि एक्लै छिन् घरमा, सन्तान छोरा छन्, के गर्दै होलान्, म आएको धेरै दिन भयो, मलाई त थाहा नै भएन, कति दिन बितिसक्यो, अब म जान्छु। प्रभुले भन्नुहुन्छ, अच्छा ठिकै छ सुदामा, जानु त जानुहोस्, तर यो बताउनु कि भाउजूले केही मलाई खबर पठाउनु भएको छ कि छैन। पक्कै पनि पठाउनु भयो होला। सुशीलाले आउँदाखेरि सुदामाजीलाई बताउनु भयो त्यो कि गएर भन्नु होला, हे प्रभु